मैले चाहिँ दाइलाई टिका लगाइसकेको छु गाई यस्तो राम्रो टिका लगाएको छु होइन अहिले मैले दाइलाई लगाएको टिका यस्तो छ होइन अब मलाई दाइले लगाइदिँदै हुनुहुन्छ होइन अब दाइले लगाइदिँदाखेरि चाहिँ मलाई कस्तो देखिँदैछ होइन म हाल्छु म हाल्छु है गाइज ल यो चाहिँ दाइको टिका भिडियो चाहिँ कसरी गर्ने त वाह अब चाहिँ म माला लगाइदिन्छु होइन दाइलाई अनि त्यसपछि चाहिँ अब दाइले मलाई लगाइदिनुहुन्छ मलाई फरकै हुन्छ भन् 1 महिना अगाडिदेखिबाट गाँसे माला राख्छ है पछि गरौँ यही पनि पाइयो बरु आनन्द यसपालि इज्जत राखेकै सयपत्री यो सुपारी हो अलिकति फुल अब देखाउनु मामा के गर्नु पर्दैन ल यति पर्दैन है लगा ल उसले जस्तै लगाउँदैन हेर्नु त्यहाँ मम्मी हेर्नु है ए बान्जीलाई मात्रै देखाउनु अरूलाई देखाउने ए उसले त अनि मम्मीलाई यही देखाउनु मामा यही देखाउनु अहिले तपाईँको पालमा अनि लगाइदिनु परेन भने टिका अहिले एकछिन लगाइदिनु छुट्टै छेरेर उल्का भएको पिटी पिटी भनेर नानीले चिसो लाएर फुस्काएर दिदिनु जोडी त अहिले यो ओरिजिनल भोइसमा हाल्नुपर्छ अहिले के भयो भैँसीको तेल यसले पुस्नुपर्छ कि होइन पहिले फुल हालिदिनु यसले पुस्नु अनि उता त आइया यसले पुस्नु कहाँ पुस्नु मम्मी यहाँ निधारमा होइन छैन आएको छैन तै पनि यसो अलिअलि पुसीपासी गरिदियो भने यहाँ होइन कि यहाँ गर यहाँ नाकमा सिमेन्ट नाकमा सिमेन्ट पनि तपाईँ आज बोल्नुहुन्छ त मेकअप सबै बहाल्यो नगर्नु अन्त त सारे यहाँ मलाई हेरै राम्रो लाग्यो भिडियो बनाउनुपर्छ मम्मी अब छड्के नै लगाइदिएको रहेछ हौ भान्जाले त साँच्चीकै या छ्या भान्जा साइडको टिपो यस्तो टिका हुन्छ हुँदैन त निधारमा त ला हो गाई छोराछोरीमा भेदभाव भने यहाँ हुन्छ तपाईँहरूले राम्रोसँग भिडियो हेर्नु है अहिले पुरा भाइरल हुने भयो नि कि भान्जी त सल्लाह सजेसन अनुसार त भाइरल होला नि जस्तो चिन सिधा लगाइदियो हुन्थ्यो यहाँ भिडियो गर्नु भन्छ नि भान्जी नजिस्किकन है भन्छ अब योभन्दा कति जिस्किनु मामा मजाक छ यहाँ भिडियो नगरौँ भान्जी गरिदिनु गरिदिनु भन्छु नि फेरि जे गरे नि म आज अब मान्छेले टिका लगाएन भन्छ अहिले म मेटेर पनि लगाइहाल्छु नि मामा साइडको टिका लगाउन अनि अहिले फेरि अनि मिलाउँला लाज पनि छैन साइडको टिका चाहिँ पार्नु अर्को टिका चाहिँ सिधा हुन्छ तपाईँहरूले हेरिरहनु भएको नि गाई छोराछोरीमा भेदभाव यति मजाले गरिरहनु भएको छ रातो टिका म लगाइदिन्छु है दिदीलाई ल माथि मान्छे आउँदैछ नि त छिटो चट्ट मिलाइदिन्छु हिजो बेलुका मैले एउटा न्युज हेरेको थिएँ कि जति टिका पाएको कसरी भनेर हुन्छ जान्ने हुन्छ भन्न तपाईँ त बोल्दैन भन्नु म प्लिज लाज भन्नु छैन के भन्नु जान्ने मलाई अब यस्तो टिकाले म अब टिकटक भिडियो बनाउनु होला होइन
यी धारामा लर्काएर सधैँ टिका चुरमुरा मान्छे त्यति राम्रोसँग देखिँदो रहेछ है भिडियो गराएन न त काड देखिनु भिडियो गरेछ तर निधारमा सिधा लगाएको छ कि छड्के लगाएको छ भन्ने कुरा अब बल्ल देखिने भयो होला लाग्यो त यहाँ आमा भान्जीलाई मात्रै फोकस गर्नु होइन यता पनि दिएको ल नयाँ रेकर्ड हुनु पर्यो टिका पनि लानु हुँदैन अस्पताल लगाइदियो नि बाबु होइन म मेटेर अर्को लगाइदिनु पर्छ होला टिका लगाइदिएछ हो अनि लगाइदिए त्यहाँ अलिकति टिका लगाइदिएको गर्नु भइहाल्छ त्यो सेताले त्यो रातो अलिकति लगाएको गर्नु हो त्यो ए मैले यसरी लाउँदा चाहिँ हुँदैन एक टिका भइहाल्छ उयो रातो रातो हामीलाई एउटा फुल ठुङ्गा लगाइदिएको यहाँ यो मम्मी फेरि हेर्नु ए मम्मीलाई नि देखा टिका लगाउने बेलामा मेरो मुड स्विङ भएको के जस्तो भयो ल खिचिरहनु मामा भइरहेको छ ए अनि यति लामो बाँको टिका लगाएपछि मान्छे रोएर तपाईँ चाहिँ के भइरहने है ओइ त्यो उ खुवाइदे त्यो दही र खुवाइदे हेर त हाँस्दा हाँस्दै आफू पनि आयो त मम्मीको ओइ मम्मी हाँस्दा हाँस्दै रोग हेर्न यहाँ लाज भइसकेन छोरीको यस्तो भयो यता देखाउनु त मामा यहाँ देखाउनु न पार्वतीलाई देखाउनु के बाना त रोइसक्यो हाँस्दा हाँस्दै तपाईँले खुसीले हो खुवाइदेन दही म खुवाइदिन्छु ल मामा टिका चाहिँ कहाँ लाउनु भयो सिधै लाउनु पनि एउटा अङ्कुर खुवाइदियो त मामा त्यो भिडियोमा फोकस गर्नु क्या तपाईँ होइन यहाँ भिडियो अब भइसक्यो त ओइ पूजन खुवाइदेन भन्छ खुवाइदियो यतिखेर नि टिका के हालिन्छ भन्नु अर्को त्यो चाहिँ नले तो टिका जसरी लगाइदिए त्यो चाहिँ नले ल ढोक्न यहाँ ल यस्तो चाहिँ नले है ए ढोक्न पाउनै मामा ढोक्छ अहिले ए यहाँ त्यो बन्द गर्न एकछिन पछि गर्न पाउनु है मामा ढोक्छ अहिले ल डिलिट गर पैसा पनि दिनु पर्यो होइन पहिला ढोक्न र ढोका बहिनीलाई पैसा पनि पैसा फुर्सदमा ल्याउँला नि त होइन पहिले पैसा दिनुपर्छ अहिले बाङ्गो टिका लगाएर पनि पैसा दिनु भन्दा चित्नुभयो मामा नथिच्नु एकछिन पाउनु भान्जाले टिका लगाइदेऊ लगाइदिइसक्यो टिका अघि मोबाइल फेरि सम्झाएर केही छैन पैसा दिनु पर्ला नि त 50,000 दिन लाग्यो फेरि मुटै निकाल्नु यति तलै ल यहाँ फोकस गर्दै चाहिँ पैसा फोकस गर्नु फोकस यति धेरै आयो भने घटायो क्या फेरि यति तलै ल यति चाहिँ तल अहिले गर्नुपर्छ ल यहाँ बाङ्गो टिकाको टिका जस्तो लगाए पनि पैसा आयो त धेरै खुसी भइहाल्यो नि त मान्छे गाई बाङ्गो टिका पनि म खुसी छु है त